नमस्कार। लोकसेवा आयोगको तयारीमा एउटा सबैभन्दा ठूलो प्रश्न हुन्छ, ज्ञान त छ, तर अङ्क किन आउँदैन? आजको यो विश्लेषणमा हामी त्यही ज्ञानलाई अङ्कमा बदल्ने कला, त्यो तरिकाबारे गहिरो कुरा गर्नेछौँ। लोकसेवाको तयारी गर्ने लगभग हरेक गम्भीर परीक्षार्थीको मनमा एउटा साझा निराशा हुन्छ, होइन? मैले यति धेरै पढेको छु, दिनरात खटेको छु, तर पनि परीक्षामा सोचे जस्तो नम्बरै आउँदैन किन? अब बुझ्नुपर्ने कुरा के छ भने यो समस्या ज्ञानको कमीले होइन, यो त त्यो ज्ञानलाई उत्तर पुस्तिकामा उतार्ने तरिका नमिलेर हो। कुरा एकदमै सरल छ, तर धेरैले यसलाई बेवास्ता गरिरहेका हुन्छन्। लोकसेवा पास गर्नु भनेको ज्ञानको प्रदर्शन मात्रै होइन, यो त एउटा कला हो, सही तरिकाले उत्तर लेख्ने कला। परीक्षकले हाम्रो दिमागमा के छ भनेर होइन, उत्तर पुस्तिकामा के लेखिएको छ त्यसकै आधारमा अङ्क दिने हो। त्यसो भए एउटा उत्कृष्ट उच्च अङ्कीय उत्तरको सूत्र के हो त? यसको समाधान खासमा 5वटा स्तम्भमा टिकेको छ। आउनुहोस् यी 5 आधारभूत स्तम्भहरूलाई एक एक गरेर बुझौं, जसले हाम्रो अङ्कलाई साँच्चै बढाउन सक्छ। यी 5 स्तम्भहरू हुन्: प्रश्नको सही दायरा, तार्किक सन्तुलन, प्रमाण र प्रामाणिकता, भाषा दक्षता र उत्कृष्ट प्रस्तुति। यी हरेक पक्षले पाउने अङ्कमा प्रत्यक्ष असर पार्छन्। ल सुरु गरौं पहिलो स्तम्भबाट, प्रश्नको सही दायरा। पहिलो र सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हो प्रश्नको सही दायरा। यसको सिधा अर्थ हो प्रश्नले जे मागेको छ ठ्याक्कै त्यही मात्र लेख्ने, अलिकति पनि दायाँ बायाँ नलागी। यदि प्रश्न कको बारेमा छ भने उत्तर कमै केन्द्रित हुनुपर्छ। अब खको बारेमा जतिसुकै राम्रो जानकारी भए पनि त्यो लेखेर काम छैन, किनकि त्यो अप्रासङ्गिक हुन्छ र त्यसको नम्बर आउँदैन। प्रश्नको दायरा बुझ्नको लागि प्रश्नको अन्त्यमा आउने यी निर्देशक शब्दहरूलाई चिन्नु अनिवार्य छ। विवेचना गर्नुहोस् र विश्लेषण गर्नुहोस्को माग फरक हुन्छ। त्यसैगरी टिप्पणी गर्नुहोस् र समालोचना गर्नुहोस्ले फरक संरचनाको उत्तर खोज्छ। यी शब्दहरूलाई नजरअन्दाज गर्नु भनेको सिधै अङ्क गुमाउनु हो। यो कुरा एकदम ख्याल गर्नुपर्छ। अब दोस्रो स्तम्भमा जाउँ, त्यो हो तार्किक सन्तुलन। एउटा कुरा याद राख्नुपर्छ, एउटा परिपक्व उत्तर सधैँ सन्तुलित हुन्छ। परीक्षकले कुनै एकतर्फी तर्क होइन, विषयवस्तुको गहिरो र चौतर्फी बुझाइ खोजिरहेका हुन्छन्। यहाँ हेर्नुस् त, यो चित्रले कुरा स्पष्ट पार्छ। एउटा असन्तुलित उत्तरले विषयको एउटा पाटो मात्र देखाउँछ, तर एउटा सन्तुलित उत्तरले दुवै पक्षलाई सकारात्मक नकारात्मक तथ्यसहित प्रस्तुत गर्छ, जसले एउटा पूर्ण चित्र बनाउँछ। एकतर्फी विचारले त विश्लेषण क्षमता कमजोर छ भन्ने सन्देश दिन्छ। सन्तुलनको अर्को पक्ष भनेको अङ्कभार अनुसार उत्तरको परिमाण मिलाउनु हो। 5 अङ्कको प्रश्नमा जति लेखिन्छ, 10 अङ्कको प्रश्नमा त्योभन्दा गहिरो र विस्तृत विश्लेषण चाहिन्छ। कम अङ्कको प्रश्नमा धेरै समय खर्च गर्नु वा धेरै अङ्कको प्रश्नलाई हतारमा सक्नु दुवै रणनीतिक गल्ती हुन्। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हो प्रमाण र प्रामाणिकता। एउटा कुरा एकदमै स्पष्ट हुनुपर्छ, लोकसेवाको उत्तर व्यक्तिगत विचार, भावना वा अनुमानको लागि होइन। यो त तथ्य, तथ्याङ्क, ऐन कानून र आधिकारिक स्रोतमा आधारित हुनै पर्छ। यो उदाहरण हेरौँ न। नेपाली गरिब देश हो भन्नु एउटा सामान्य र कमजोर भनाइ हो, तर आधिकारिक तथ्याङ्क अनुसार नेपालको यति प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छ भन्नु एउटा प्रमाणयुक्त र शक्तिशाली तर्क हो। परीक्षकले दोस्रो प्रकारको उत्तरलाई सधैँ उच्च अङ्क दिन्छन्, यो निश्चित हो। त्यसो भए उत्तरलाई प्रामाणिक बनाउने स्रोतहरू के हुन् त? नेपालको संविधान, प्रचलित ऐन तथा नीतिहरू, सरकारका आधिकारिक प्रतिवेदनहरू र आर्थिक सर्वेक्षण जस्ता विश्वसीय तथ्याङ्कहरू। आफ्नो तयारीको क्रममा नै यी स्रोतहरूबाट तथ्यहरू टिप्ने बानी बसाल्नुपर्छ। यिनको प्रयोगले उत्तरको वजन हुवात्तै बढ्छ। ल अब चौथो स्तम्भ, भाषामा दक्षता। जतिसुकै राम्रो ज्ञान किन नहोस्, यदि त्यसलाई व्यक्त गर्ने भाषा नै कमजोर छ भने सबै व्यर्थ हुन्छ। अशुद्ध र फित्लो भाषाले समग्र प्रभावलाई नै कमजोर बनाइदिन्छ। राम्रो भाषाका मुख्य विशेषताहरू हुन् व्याकरणगत शुद्धता, विचारको प्रवाह र स्पष्ट एवं सरल शब्दचयन। एउटा कुरा के याद राख्नुपर्छ भने परीक्षकसँग सयौं उत्तर पुस्तिका हुन्छन्। भाषा जति सरल र स्पष्ट भयो, उहाँलाई बुझ्न त्यति नै सजिलो हुन्छ र अङ्क दिन पनि सहज हुन्छ। र अन्तिम 5औं स्तम्भ हो प्रस्तुति कला। लेखिएको उत्तरको बाहिरी आवरण कस्तो छ भन्ने कुराले परीक्षकमा पहिलो प्रभाव पार्छ र यो एकदमै महत्त्वपूर्ण हुन्छ।
यो उदाहरणले त कुरै प्रश्न पार्छ होइन? उत्तर पुस्तिका भनेको थालमा पस्किएको खाना जस्तै हो। सोच्नुस् त, खाना जतिसुकै मिठो किन नहोस्, यदि पस्किने तरिका नै फोहोर र अव्यवस्थित छ भने त्यो खाने रुचि नै घट्छ नि। हो, परीक्षकको मनोविज्ञान पनि ठ्याक्कै त्यस्तै हो। त्यसैले प्रस्तुतिमा विशेष ध्यान दिनु एकदमै जरुरी छ। राम्रो प्रस्तुतिको लागि यी कुरामा ध्यान दिनुपर्छ। सफा र पढ्न सकिने हस्तलेखन, उचित मार्जिन, छोटा अनुच्छेद र आवश्यक ठाउँमा सरल रेखाचित्र वा फ्लोचार्टको प्रयोग। यी कुराहरूले उत्तरलाई आकर्षक मात्र होइन, बुझ्न पनि अत्यन्तै सजिलो बनाउँछन्। यी 5 स्तम्भ जानिसकेपछि अब सबैभन्दा महत्त्वपूर्ण कुरामा जाउँ, परीक्षकको दृष्टिकोण। आखिर उत्तर जाँच्ने व्यक्तिले एउटा उत्तरमा के खोज्छन्? के कुराले एउटा उत्तरलाई औसतबाट उत्कृष्ट बनाउँछ? एउटा कटु सत्य के हो भने, औसत उत्तरले सधैँ औसत अङ्क मात्र पाउँछ र औसत अङ्कले लोकसेवामा नाम निस्किँदैन। यदि हजारौं प्रतिस्पर्धीभन्दा अगाडि बढ्नु छ भने औसतभन्दा माथि उठ्नै पर्छ। र माथि उठ्ने तरिका भनेको यिनै 5 स्तम्भलाई आफ्नो लेखनमा उतार्नु हो। एउटा उत्कृष्ट उत्तर भनेको यी 5वटै तत्त्वहरूको सही मिश्रण हो। सही दायरा, तार्किक सन्तुलन, प्रमाण, शुद्ध भाषा र सफा प्रस्तुति। जब यी सबै कुरा मिल्छन्, तब मात्र एउटा उत्तरले परीक्षकलाई साँच्चै प्रभावित पार्छ र अरूभन्दा बढी अङ्क दिलाउँछ। ल, अब आज सिकेका सबै कुरालाई 5वटा सुनौलो नियमको रूपमा सारमा हेरौँ। परीक्षा हलमा जाँदा यी 5 नियम सधैँ दिमागमा राख्नुपर्छ। पहिलो, सधैँ प्रश्नको सीमा पहिचान गर्ने। दोस्रो, सधैँ सन्तुलित दृष्टिकोण अपनाउने। तेस्रो, हरेक तर्कलाई प्रमाणले पुष्टि गर्ने। चौथो, भाषा स्पष्ट र शुद्ध राख्ने। र पाँचौं, प्रस्तुतिलाई सफा र आकर्षक बनाउने। यति हो। अन्तमा एउटा कुरा सधैँ याद राख्नुपर्छ, लोकसेवा आयोग ज्ञानको परीक्षा मात्र होइन, यो त ज्ञानको बौद्धिक प्रस्तुतिको परीक्षा हो। र यो कलामा निपुणता हासिल गर्ने एउटै मात्र तरिका छ, निरन्तर अनुशासित अभ्यास। लोकसेवाको यो यात्रामा यस्तै थप रणनीतिक मार्गदर्शनको लागि यो विश्लेषणलाई लाइक गर्नुहोस्, आफू जस्तै गम्भीर तयारी गरिरहेका साथीहरूसँग शेयर गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। कुनै प्रश्न छन् भने कमेन्टमा लेख्न सकिन्छ। तयारीको लागि शुभकामना। धन्यवाद।